मम्मीलाई मैले 2-3 पटक त्यस्तो भनेको थियो त्यो बेला म झुन्डेर मर्छु, विष खाएर मर्छु। त्यो बेला त्यो मम्मीको हालत कस्तो थियो होला, के भयो होला। थाहा भएसम्म कहिल्यै पनि हुन्छ नि आँखा जुराएर आफ्नो मनको कुराहरू कहिले पनि आफूले व्यक्त गर्न सकेको छैन। आज पनि म घरमा कतिपल्ट होइन मैले महिनौपछि फोन गर्छु। कहिले फोन गर्दामा फोन उठाउने हिम्मतसम्म मसँग हुँदैन। यति काहेर छोरा थिए पाल्नुको लागि यति नालायक छोरा थिएँ म। डिप्रेसनले पुरै खाइसकेको थियो। मसँग कुनै आशा थिएन। मलाई जिन्दगी बाँच्नु नै बेकार जस्तो लागिरहेको थियो। कुनै सपना पनि थिएन। केही थिएन मसँग। के गरी इमोसन आइरहेको थियो क्या त्यो सुसाइडवाला। मैले त्यो बाँकी भएको 8-10वटा सिटामलको ट्याब्लेट सब खाइदिएँ मैले त्यो राति 10-11 बज्दा मैले सब खाइदिएँ। मलाई जिन्दगी बाँच्नु नै थिएन क्या। इट्स ओभर जस्तो लाग्थ्यो मलाई। म काठमाडौँ आएँ, राम्रो गरेको। म साइन्स पढ्छु भन्थेँ, एमबिबिएस गरेर म डक्टर बन्नुपर्छ भन्ने मेरो ड्रिम थियो। काठमाडौँ आएँ, ब्रिज कोर्स गरेँ। सुविधानगर टिस्टा इन्टरनेसनल कलेजमा मैले साइन्समा भर्ना भएँ विथ एनइबी स्कलरसिप। मैले स्कलरसिपमा नाम निकालेर टिस्टा इन्टरनेसनल कलेजमा मैले साइन्स पढेँ, बायोलोजी लिएर। गाउँबाट काठमाडौँ आएँ। काठमाडौँ आइसकेपछि मलाई मेरो साथीहरू गाउँको कोही थिएन। म आन्टीहरूसँग बस्थेँ। बाबाले मलाई छुट्टै कोठा लिएर बस्नुभएको थियो पढ्न सजिलो होस् भनेर। बाबासँग धेरै कुरा अलिकति कमाएको पैसा थियो 1-1 लाख रुपियाँ। मैले सब सकाएँ कलेज पढेर। स्कलरसिप भए पनि ल्याब चार्ज दिनु पर्थ्यो, ड्रेस, काठमाडौँको बसाइ, न त खानापिना सबै आन्टीले दिनुहुन्थ्यो, मलाई दिन चाहिँ। तर म कलेजमा त्यति राम्रो गर्न सकेन। स्कुल लेभलको जस्तो मैले कलेजमा गर्न सकिनँ। 11 पढ्दै थिएँ, 11 सक्यो, 11 पढ्दै थिएँ। कोरोना भाइरस आयो। कलेज बन्द भयो, सहर ठप्प थियो। म गाउँ गएँ। मेरो सपनाहरू पुरा हुँदैन भन्ने मलाई डर थियो है, एकदमै डर थियो। के हो कसो भन्ने थाहा थिएन त्यो बेला। त्यो बन्द थियो, मेरो सपना के होला भन्ने मलाई एकदमै डर थियो। गाउँमा गएँ, बसेँ। फेरि काठमाडौँ आएँ, +2 सक्यो। फेरि लकडाउन भयो। अब के हुन्छ कसो हुन्छ नि, सरकारी कोटामा एमबिबिएसमा नाम निकालिहाले पनि कत्रो खर्च लाग्ने रहेछ। त्यत्रो खर्च बाआमासँग छैन। मलाई बाआमालाई धेरै दुःख दिनु थिएन। मैले आफ्नो सपना पुरा गर्न सक्दैन जस्तो एकदमै डर भित्रबाट आउन थाल्यो। म एक्लिँदै गएँ। भित्र लोन्लीनेसले खाइसकेको थियो म काठमाडौँ आउने बित्तिकै। हुन्छ नि, म अलिक डिभास्टेड भइसकेको थिएँ। म भित्र डिप्रेसनले खाइसकेको थियो। लकडाउन भयो, त्यसपछि अलि म बिरामी भएँ। गाउँमा गएँ, +2 सक्ने बिरामी भएँ। गाउँमा गएर बसेँ। म गाउँमा कोहीसँग बोल्दैन थियो। त्यो लकडाउन थियो गाउँमा। कहिले खुल्ने कहिले फेरि लकडाउन हुने भइरहन्थ्यो। 1.5-2 वर्ष म गाउँमा बसेँ। मेरो सपनाहरू गयो, तुरियो। त्यत्रो पैसा त बाआमासँग छैन, 40-50 लाख त नर्मली खर्च नै जान्थ्यो स्कलरसिपमा नाम निकाले पनि। मेरो सपना मैले गुमाएँ। मलाई यति दुःख लाग्यो। म यति स्याड थिएँ। म बाबासँग पनि त्यति राम्रोसँग बोल्दैन थिएँ, मम्मीसँग पनि त्यति राम्रोसँग बोल्दैन थिएँ। खाना खान्थेँ, त्यत्तिकै बस्थेँ। त्यस्तो कामहरू पनि म खासै गर्दैन थिएँ। कतै पनि जाँदैन थिएँ। गाउँमा कतै भोज भतेर केहीमा पनि इन्भल्भै थिएन। म घरमै बस्थेँ। मेरो हजुरआमा हुनुहुन्थ्यो, उहाँ एक साइड बस्नुहुन्थ्यो, म एक साइडमा बुक पढ्थेँ। कहिले त्यत्तिकै बस्थेँ, घोरेर बस्थेँ। कतिले पटौँ बोल्दा पनि मलाई बोलाएको जस्तो लाग्दैन थियो। म एक घोरेरै बस्थेँ। म भित्र
कुकुरो भइसकेको थियो, भित्रभित्र हारिसकेको थियो। मेरो ड्रिम थिएन, मसँग एमलेस थियो, के गर्ने भन्ने थियो। मैले एमबिबिएस पनि गर्न सकेँ। गाउँको त्यो छुट्टै एक्सपेक्टेसन थियो, त्यसको एन्सर त्यो के मुख देखाउने त्यो गाउँमा भनेर म कति निस्किँदैन थिएँ। गाउँमै कोही बिहे हुन्थ्यो, कोही बितेको हुन्थ्यो, भोज भतेको हुन्थ्यो, म जाँदैन थिएँ। आमाले त्यो छोरा के गर्छ भन्दाखेरि त्यो एन्सर के दियो। 1-2 वर्ष लगभगमा गाउँमै बसेँ, कोही कतै निस्किन। मैले 2 वर्षमा देखेको भनेको अनुहार मेरो भाइ हो, मेरो हजुरआमा, बाबा मम्मीको बाहेक मैले कसैको मुख हेर्न चाहेन। म गाउँ बाहेक एक पाइला त कतै गएन। म अलिकति सिरियस बिरामी हुँदाखेरि मन्थलीसम्म गएको थिएँ। मलाई मान्छेदेखि एकदमै डर लाग्छ, कन्फिडेन्ट एकदमै लो भइसकेको थियो, एकदमै लो थियो, एकदमै लो थियो। मान्छेदेखि यति डर लाग्थ्यो मलाई, म बोल्न सक्दैन थिएँ, बोले पनि पछितिर फर्काएर बोल्थेँ। कन्फिडेन्ट नै एकदमै जिरो थियो मेरो। त्यही क्रममा म काठमाडौँ आएँ। अब म त्यतिकै आमाले मलाई काठमाडौँ पठाउनु भयो। म त्यही पहिलाकै कोठामा बसेँ। आन्टीहरू त्यही तल्लो फ्लाइटमा बस्नुहुन्थ्यो, मेरो छुट्टै कोठा थियो। आन्टीको छोरा भाइहरू पनि थियो होइन, उनीहरू राम्रै ट्रिट गर्थ्यो। मलाई चाहिँ अलिक कस्तो कस्तो लाग्थ्यो, मलाई हुन त भित्रभित्र डिप्रेसनले खाइसकेको थियो। त्यही भएर पनि होला म घन्टौँ कोठैभित्र बस्थ्यो, दिनौँ हप्तौँ कोठैभित्र बस्थेँ। अरूले कोठा ढकढकाउन म खोल्दैन थिएँ, एक्लै बस्थेँ। डिप्रेसनले पुरै खाइसकेको थियो। मसँग कुनै आशा थिएन। मलाई जिन्दगी बाँच्नु नै बेकार बेकार जस्तो लागिरहेको थियो। कुनै सपना पनि थिएन, केही थिएन मसँग। के गर्ने कसो गर्ने अन्योल थियो मसँग। त्यत्रो मेरो ठुलो ड्रिम थियो, मैले त्यो पुरा गर्न सक्दिनँ भन्ने लाग्थ्यो। म यति लाचार भइसकेको थिएँ, यति हेल्पलेस होपलेस भइसकेको थिएँ। मलाई खासै जिउन पनि मजा लाग्दैन थियो, केही गर्न मजा लाग्दैन थियो। मलाई अलिकति पैसा चाहिएको थियो। घरमा फोन गरेँ मैले मम्मीसँग, अनि मलाई पैसा चाहिएको थियो यति भनेको थिएँ। मम्मीले अहिले पैसा छैन, पछि मिलाउँछु के भन्नुभएको थियो। मैले म त झुन्डेर मर्छु यहाँ त्यहाँ भनेर मैले फोन काटिदिएँ। त्यो बेला मेरो मम्मीको मन के भयो होइन, त्यत्रो आफ्नो जेठो छोरा के भन्छ। मैले फोन काटिसकेपछि मैले सानीमाहरूलाई फोन गरेर ठिकै छ भने कन्फर्मेसन लिनुभयो। मलाई 1-2 हप्ता अगाडि अलिक सन्चो थिएन, मैले सेटामोल लिएर आएको थिएँ रुममा। त्यसमा 10 कि 11 कति हुन्छ, मैले 2टा जति खाएको थिएँ होला। मलाई यति स्याड थिएँ, यति डिप्रेस भएको थियो त्यो बेला, यति इमोसन आइरहेको थियो क्या त्यो सुसाइडवाला। मैले त्यो बाँकी भएको 8-10वटा सिटामोलको ट्याब्लेट सब खाइदिएँ मैले त्यो राति 10-11 बज्दा। मैले सब खाइदिएँ। मलाई जिन्दगी बाँच्नु नै थिएन क्या, इट्स ओभर जस्तो लाग्थ्यो मलाई। मैले लाइफमा कत्रो ठुलो डिसिजन लिएँ। त्यसपछि त्यो बिहान भयो, उठेँ म, त्यो एकदमै भारी थियो। बिहान उठ्दा पनि म किन उठेछु, मेरो त उठेर कुनै कामै छैन, बेकार हो, म मरेर केही कसैलाई केही हुँदैन, बाँचेर कसैले मलाई फाइदै छैन, धरतीको बोझ जस्तो मलाई लाग्थ्यो। यति स्याड थिएँ, यति डिप्रेस थिएँ। म त्यही कोठामा बस्थेँ, आन्टीहरू आउनुहुन्थ्यो, मलाई खासै इन्ट्रेस्टै हुँदैन थिएँ। मैले एक्लै भित्रभित्रै बोल्न थालिसकेको थिएँ। हुन्छ नि त्यो बौलाएर हुन्छ नि, अलिक साइको नै भइसकेको थिएँ त्यो बेला। मलाई याद छ, मम्मीलाई मैले 2-3 पटक त्यस्तो भनेको थिएँ त्यो बेला, म झुन्डेर मर्छु, विष खाएर मर्छु। त्यो बेला त्यो मम्मीको हालत कस्तो थियो होला, के भयो होला। अब भएसम्म कहिल्यै पनि हुन्छ नि आँखा जुराएर
मनको कुराहरू कहिले पनि आफूले व्यक्त गर्न सकेको छैन। आज पनि म घरमा कतिपल्ट होइन मैले महिनौपछि फोन गर्छु। कहिले फोन गर्दामा फोन उठाउने हिम्मतसम्म मसँग हुँदैन। ती काठेर छोरा थिए पाल्नुको लागि। यति नालायक छोरा थिएँ म। भाइले फोन गर्थ्यो, फोन उठाउँदैन थिएँ। म यति नालायक छोरा भएँ बाबाको कुरा। मैले कहिले बाबालाई सुख दिन सकिनँ। बाबालाई धेरै दुःख हुन्छ, कष्ट हुन्छ भनेर मैले त्यत्रो ऋण गरेर MBBS पढ्ने आँट पनि गरेन मैले। मलाई स्कुल हुँदा लाग्थ्यो पढ्यो ट्यालेन्ट भयो भने सक्छ सक्थ्यो भन्थ्यो, तर नसकिने रहेछ। मनी इज एभ्रिथिङ जस्तो लाग्यो मलाई। यति नालायक छोरा कसैको पनि हुँदैन होला, कोही छैन होला। मैले त्यो रात, त्यो सिटामोल खाएको दिनको रातदेखि मेरो पेटमा एकदमै ठुलो असर पर्न थाल्यो। मलाई हुन चाहिँ खासै त्यस्तो भएन। त्यसपछि मलाई पेटमा ठुलो प्रब्लम